सम्माननीय सभामुख महोदय, हिजो र आज गरी धेरै मान्य सांसदज्यूहरूले दर्जनौं सांसदज्यूहरूले आफ्नो बहुमूल्य टिप्पणीहरू सुझावहरू दिनुभएको छ। म सबै एकमुष्ट सबैलाई धन्यवाद दिन चाहन्छु। बजेटको रूपान्तरणकारी आत्माबारे केहीले आफैले मौलिक ढङ्गले व्याख्या गरिदिनु भयो र मलाई पनि त्यसले प्रकाश पार्ने कसरी बुझाइ हुँदो रहेछ भन्ने कुरा असाध्यै खुसी पनि लाग्यो। र मूलत विपक्षी सांसदहरूले पनि राम्रा कुरालाई राम्रा भनेर भन्नुभयो र आफ्ना रचनात्मक सुझाव सृजनात्मक चाहिँ टिप्पणीहरू गरिदिनु भएको छ। विगतका केही वर्षहरूमा आफैले पनि आलोचनात्मक टिप्पणी गर्दै आएको हुनाले आफ्नै बजेटको पनि आलोचनात्मक टिप्पणी गर्न म उद्यत छु, तर अहिले त्यतातिर जान परेन। मूलत अब इलेक्शन्स ह्याभ कन्सिक्वेन्सेस, यो मैले पहिला पनि भनेको थिएँ। निर्वाचन भइसकेपछि 5 वर्षको लागि एउटा म्यान्डेट प्राप्त भएपछि त्यसै अनुसार हामी चल्नुपर्ने हुन्छ। जनताले अनुमोदन गरेको एजेन्डा मूलत हामीले वाचापत्रमा उल्लेख गरेका विषयहरूलाई नै ग्रहण गरेर त्यसलाई वैधताको एउटा सूत्र मानेर नै हामी अगाडि जानुपर्ने हुन्छ। निर्वाचन अगाडि हाम्रो वाचापत्रमा हामीले 5वटा थिमलाई असाध्यै प्रधानताका साथ उठाएका थियौँ। सुशासनको विषय, यसमा हामी निर्मम हुन्छौँ। दोस्रो, मध्यम वर्गको विस्तार, यसमा ठुलो भ्रम छर्न खोजिएको छ। मध्यम वर्गको विस्तार कसरी हुन्छ? निम्न आय भएका मानिसहरूलाई मध्यम वर्ग बनाएर हुने हो नि। त्यसैले भएको मध्यम वर्ग त यसै पनि छँदैछ नि। समृद्ध क्लासलाई तल झारेर पनि राम्रो भएन विकास। भनेपछि विस्तार भनेकै तलकै मानिसहरूलाई माथि लगेर गर्ने भन्ने हो। कनेक्टिभिटीमा बहुआयामिक कनेक्टिभिटी सन्निकटताको एजेन्डा हामीले बजेटको सिद्धान्त तथा प्राथमिकता पनि उल्लेख गरेका थियौँ। ऊर्जा, सडक, डिजिटल सबै कुराहरूमा, हवाई एभिएसन सबैमा ठुलो प्राथमिकता राखेका थियौँ। अर्को थियो काम काम काम, रोजगारी रोजगारी रोजगारी। तर रोजगारी कहाँबाट आउँछ? इकोनोमिक ग्रोथबाट आउँछ। इकोनोमिक ग्रोथ ल्याउनको लागि के गर्नु पर्यो? प्राइभेट सेक्टरलाई हामीले बढावा दिनु पर्यो भन्ने थियो। र 5औं चाहिँ अब झन्डै 3 करोडमा 1 करोड नेपालीहरूकै ग्लोबल फुटप्रिन्ट भइसकेको अवस्था, धेरैजना बाहिर बसिरहेको अवस्थामा प्रवासका मुद्दाहरूलाई पनि हामीले प्रधानता दिनुपर्छ भन्ने थियो। यो 5वटा हामीले फोकस गरेका थियौँ, तर यसको विस्तृत व्याख्या वाचापत्रमा छँदै थियो। त्यसलाई जनताले त्यो विपुल जनादेश मार्फत अनुमोदन गरेपछि त्यसैमा अडिग भएर अगाडि जानुपर्ने एउटा लोकतान्त्रिक मर्म नै हो। अब मैले बुझेको भाषा अथवा मेरो पार्टीको जस्तो एजेन्डा आइदिएन भनेर गुनासो गर्ने ठाउँ त रह्यो, तर 5 वर्षसम्मलाई चाहिँ हाम्रो अर्जुन दृष्टि भनेको हामीले नै गरेको बाचा र जनताले अनुमोदन गरेको एजेन्डालाई नै हो भनेर त्यसप्रति असाध्यै वफादार रहेर हामीले कार्यक्रमहरू अगाडि बढाएका छौँ। त्यसैले 100वटा शासकीय सुधार, नीति कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेट, यो सबै चाहिँ एउटा अभूतपूर्व कन्सिस्टेन्सी छ, एउटा सङ्गति छ यसमा। यसलाई त्यही कोणबाट हेरिदिनु हुन म मान्य सांसदज्यूहरूलाई धन्यवाद दिन चाहन्छु। यति भन्दै गर्दा पनि हाम्रो विगत 30-40 वर्षको राजनीति अलि वाम प्रेरित नै थियो र त्यो भाष्य इत्यादिमा एउटा गढेर पनि बसेको छ। त्यसबाट हामीले प्रेरणा पनि लिएका छौँ र संविधान खिलाफ भयो कि भन्ने कुराहरू त्यो बिल्कुल गलत छ। समता, इक्विटीलाई हामीले केन्द्रबिन्दुमा राखेका छौँ। ग्रोथको कुरा गर्दै गर्दा पनि ग्रोथ विथ इक्विटीका कुराहरू छन्। समन्यायिक समुन्नति समृद्धिका कुराहरू गरेका छौँ। त्यसैले ठ्याक्कै समाजवाद भन्ने शब्द नपर्दा त्यसमा पनि हामी जोगिएर, मैले पहिला पनि व्याख्या गरेको थिएँ, समाजवादका 2 बुझाइ हुन्छन्। एउटा लोकतान्त्रिक धारबाट इक्विटीतिर नै डोहोरिने हो। अर्को सोसियलिजमको डेफिनेसनले चाहिँ उत्पादन, वितरण, विनिमयका स्रोत साधनहरूमा सम्पूर्ण राज्य शक्तिको स्वामित्व, त्यो बुझाइ चाहिँ हामीले मानेका छैनौँ। र मलाई लाग्छ संविधानले पनि त्यता गएको छैन, तर त्यो अस्पष्टता नरहोस्, त्यो अन्यल नरहोस् भनेर हामीले समता, इक्विटीको एजेन्डालाई वर्ग, लिङ्ग, क्षेत्र हरेक कोणबाट त्यसलाई न्याय गर्ने गरेर अगाडि बढेका छौँ। अब यति भन्दै गर्दा कतै गरिबहरू यहाँ अटेनन् कि मध्यम वर्ग भनेको यसको बुझाइ पनि अलि इन्कम्प्लिट भयो कि भन्ने कुरा, कृषिका कुराहरूमा यहाँहरूले यथेष्ट ध्यान दिनुभएको छ, मेरो ध्यान आकर्षण गर्नुभएको छ, र श्रमको बारेमा पनि हाम्रो सोच के हो र कुन मर्म स्पिरिटका साथ यो बजेट आएको भन्ने कुरा
मैले पनि असाध्यै गम्भीरतापूर्वक यहाँहरूको टिप्पणीलाई लिएर र मूलत विपक्षी सांसदहरूले यी विषयहरूमा राख्नुभएको चासोलाई मैले न्याय गर्नुपर्छ भनेर मैले लेखेरै लिएर आएको छु। त्यसैले यी चारवटा कुरा चाहिँ यो सैद्धान्तिक धरातलको बारेमा अलि उन्नत बुझाइ भयो भने यो बजेटको चाहिँ दर्शन बुझ्न सकिन्छ कि जस्तो मलाई लाग्छ। म त्यसैले 2 पेज चाहिँ म यो चारवटा बुँदामा म पढेरै सुनाउँछु, त्यसपछि म अन्य विषयहरूको म सम्बोधन गर्नेछु। अर्थतन्त्रको यथार्थ, मध्यम वर्ग र निजी क्षेत्र। अहिलेको अर्थतन्त्र कस्तो छ? अहिलेको अर्थतन्त्र केही वर्षदेखि नै भनौँ मूलत कोभिडपछि यो तङ्ग्रिन सकिरहेको अवस्था छैन। अघि मान्य विदुषी राणाले आफै पनि उद्यमी भएर उहाँले राख्नु भएको थियो, लिमा अधिकारीले पनि उहाँहरू उद्यम व्यवसायसँगै डिल गरेर आउनुभयो हुनाले यो कुराहरू चाहिँ उठाउनु पनि भएको छ। नेपालको अर्थतन्त्र विगत केही वर्षदेखि कमजोर माग, एग्रिगेट डिमान्ड कोल्याप्स भएको अवस्था हो। एपिक आउट माइग्रेसन छ, एउटा शिथिलता छ, कन्फिडेन्स आउन सकेको छैन। यो कमजोर मागलाई, एग्रिगेट डिमान्डलाई झकझक्याउनु पर्ने अहिलेको आवश्यकता हो। निजी लगानीमा सुस्तता छ र आर्थिक गतिविधिमा मन्दीको अवस्थाबाट गुज्रिरहेको छ। र यो अवस्थामा यो डिमान्डलाई पुनर्जीवित गर्ने कार्यक्रम ल्याउँदा त्यसलाई केवल अब मध्यम वर्गमुखी वा सहरी भनेर व्याख्या गर्नु चाहिँ यथार्थपरक हुँदैन। मध्यम वर्गको क्रय शक्ति घट्दा उद्योग, व्यापार, सेवा, पर्यटन, रोजगारी सबै प्रभावित हुन्छन्। त्यसैले अर्थतन्त्रलाई पुनः चलायमान बनाउन मध्यम वर्गको आत्मविश्वास, निजी क्षेत्रको त्यो भरोसा र राज्यको पनि खर्च गर्ने क्षमता पुनर्स्थापित गर्नु आर्थिक पुनरुत्थानको आवश्यक शर्त हो। कुनै विशेष वर्गलाई सुविधा दिने विषय यो होइन। त्यसैले यदि हामीले अहिलेको समस्याको करेक्ट डायग्नोसिस गर्यो भने त्यो करेक्ट डायग्नोसिस गरेर त्यसको सोल्युसन पनि ल्याउनु पर्ने हुन्छ। त्यसैले यो निजी क्षेत्र ओझेलमा परिएको थियो, भाषणहरूमा आइ नै राखेको थियो। त्यसैले अलिकति अपफ्रन्ट भएर हामीले प्रमोट गर्न खोजेकै हो। तर त्यो भन्दा पनि पछाडि निजी क्षेत्रप्रतिकै विशेष माया भन्दा पनि अहिले डिमान्ड कोल्याप्स भइरहेको अवस्थामा कसरी कन्फिडेन्स रिइन्स्टिल गर्ने भन्ने कोणबाट हामीले अगाडि आएका हौँ। र एउटा सत्य चाहिँ के हो भने दार्शनिक कोणबाटै पनि नीतिगत रूपमा हामीले एउटा दोहोरो चरित्र, हाम्रो डबल स्ट्यान्डर्ड त्यागेकै हो। एकातिर राज्यको नियामकीय, हिजो एकजना मान्य सदस्यले नियन्त्रण भन्नुभयो, नियन्त्रण होइन, नियामकीय सामाजिक न्याय र सार्वजनिक सेवा प्रवाहको भूमिका सुदृढ गर्ने एउटा रेगुलेटरी स्टेट बलियो, स्वच्छ, प्रतिस्पर्धात्मक। अर्कोतिर निजी क्षेत्रलाई आर्थिक वृद्धि, लगानी, उत्पादन र रोजगारीको प्रमुख इन्जिनका रूपमा अगाडि बढाउने स्पष्ट दृष्टिकोण लिएका छौँ। राज्यले सबै काम आफै गर्ने र निजी क्षेत्रलाई शङ्काको दृष्टिले हेर्ने पुरानो सोचबाट हामी बाहिर निस्केकै हो। त्यस्तै बजारले सबै समाधान गर्छ भन्ने अतिवादी सोचबाट पनि हामी टाढा छौँ। हाम्रो दृष्टिकोण सक्षम राज्य र गतिशील निजी क्षेत्रबीचको सहकार्यमा आधारित छ। एकजना मान्य सदस्यले हिजो डानी रोड्रिकको प्रसङ्ग ल्याउनुभयो, जोसेफ स्टिग्लिट्सको प्रसङ्ग ल्याउनुभयो। गर्व नै लाग्छ, डानी रोड्रिक मेरो आफ्नै गुरु हुनुहुन्थ्यो। नवशास्त्रीय अर्थशास्त्रका केही सिद्धान्तहरू न्यू क्लासिकल, न्यू लिबरल होइन कि न्यू क्लासिकल इकोनोमिक्सको जगमा उहाँले प्रेषित गर्नुभएका मूलभूत सिद्धान्तहरू, बजार र राज्यबीचको सम्बन्धहरू बाजेको बुझाइ नै मेरो दीक्षाको आधार पनि हो र त्यो बजेटमा प्रतिबिम्बित भएको छ। गुरु चेलाको सम्बन्ध कहिलेकाहीँ कस्तो हुन्छ भने लेख्दै गर्दाखेरि समाजले कसरी हेर्छ इत्यादि भन्दा पनि त्यो पर्टिकुलर मेरो गुरुले यसलाई कसरी मान्ला, कसरी हेर्ला भनेर पनि हामीले सोच्ने गर्छौँ लेख्दै गर्दाखेरि। वाट वुड डानी रोड्रिक से अबाउट दिस बजेट भन्दाखेरि त्यसरी पनि इभ्यालुएट गर्ने गरिन्छ। हिजो मान्यज्यूले नामै लिनुभयो भएर मैले उल्लेख गरेँ र त्यसमा त्यो व्याख्या गर्दै गर्दा बजार स्वनिर्मित हुँदैन, राज्यले नै बनाइदिनुपर्छ। मार्केट्सहरू सेल्फ मेड, सेल्फ क्रिएटिङ हुँदैनन्। बजारहरू स्वनियमित पनि हुँदैनन्, त्यसलाई नियमन गर्ने राज्यले नै हो, सेल्फ रेगुलेटिङ हुँदैन। बजारहरू आफै स्वस्थिर हुँदैनन्, स्टेबलाइजिङ हुँदैन, त्यसलाई राज्यका सबल निकायहरूले नै स्थिर बनाउने हो। सेल्फ स्टेबलाइजिङ नभएकोले त्यो इन्स्टिट्युसनहरू चाहिन्छ। र बजारका प्रतिफलहरू स्ववैध, आफै सेल्फ लेजिटिमाइजिङ हुँदैनन्, राज्यले हस्तक्षेप गरेरै गर्नुपर्छ। त्यो धारबाट यो बजेट बनेको छ। र यो नियामकीय निकायहरूको हामीले अभ्यास पनि गर्दै आयौँ तर विकृत भयो।
यो क्रोनी क्यापिटलिजमको प्रसङ्ग आउँछ, कहिले कब्जाका कुराहरू आउँछन्, हामीले उठाइ पनि राखेका छौँ। त्यसलाई ध्वस्त बनाएर नै अगाडि जानुपर्छ, किनकि प्रतिस्पर्धात्मक बजार अर्थतन्त्रले समतामुखी समृद्धिको नतिजा ल्याउनको लागि स्टेट चाहिँ बलियो हुनुपर्छ। त्यसैले यहाँ कतै उदारवादी धार, नव उदारवादी इत्यादि 20-30 वर्ष अगाडिको मान्यज्यूहरूलाई थप अध्ययन गर्न अलि गहिराईमा जानको लागि म आग्रह पनि गर्दछु। अर्को गरिबीबारे हाम्रो दृष्टिकोण, गरिबी कसरी घटाउने भन्ने विषयमा हाम्रो दृष्टिकोण अलि उन्नत, अलि परिष्कृत छ। हामीले सामाजिक सुरक्षाका विद्यमान कार्यक्रमहरू एउटा पनि काटेका छैनौँ। त्यसैले धेरैले टिप्पणी गर्नुभयो 20%लाई मात्र आयो कि भन्ने। यहाँहरूले 100%कै ल्याउँदै आएका बजेटहरूमा लोक कल्याणकारीका नाममा, गरिबका नाममा ल्याएका कार्यक्रमहरू कुनै पनि काटिएका छैनन्, बरु हामीले थपेका छौँ। देशैभरिका 3,13,000 दलित बालबालिकाको लागि पौष्टिक आहारका कुराहरू होलान्, अन्य कल्याणकारी कार्यक्रमहरूलाई थप नै बनाएका छौँ। स्वास्थ्य बिमाको प्रसङ्ग आयो, 10 अरब विनियोजन थियो पहिला, अहिले 15 छ। त्यसमा अर्को 10 अर्ब स्वास्थ्य मन्त्रालयकै कल्याणकारी कार्यक्रमहरू छन्। त्यसलाई गाबेर यो पुललाई युनिभर्सलाइज गरेर कसरी धान्न सकिन्छ, एउटा विशुद्ध सामाजिक सुरक्षा जस्तो कार्यक्रमबाट बिमाकै स्वरूप कसरी दिन सकिन्छ भन्नेमा पनि हामीले चिन्तन गरेका छौँ। तर केवल नगद वितरण गरेर, क्यास बाँडेर मात्रै गरिबी घट्दैन भन्ने यथार्थलाई यो बजेटले स्वीकार गरेको छ। हामी मान्छेलाई सधैँ सहायता लिने अवस्थामा राख्ने होइन, आम्दानी आर्जन गर्ने अवस्थामा पुर्याउने पक्षमा छौँ। त्यसैले नै कृषि आधुनिकीकरण, सिंचाई, कृषि बिमा, श्रमिक सुरक्षा, सिप विकास, उद्योग, स्टार्टअप, पर्यटन, डिजिटल अर्थतन्त्र र निजी लगानी मार्फत रोजगारी सिर्जना गर्ने रणनीति लिएका छौँ। अन्ततः गरिबी घटाउने सबैभन्दा प्रभावकारी उपाय भनेको स्थायी आम्दानी र रोजगारी हो। वेल रेमुनरेटेड डिसेन्ट जब्स, र त्यो आर्थिक वृद्धिबाट मात्रै आउँछ हो। कहिलेकाहीँ आर्थिक वृद्धिको स्वरूप त्यति श्रम मैत्री नहुन सक्छ, त्यसैले हामीले इन्क्लुसिभ इकोनोमिक ग्रोथको कुरा गर्छौँ, जब क्रिएटिङ इकोनोमिक ग्रोथको कुरा गर्छौँ। तर त्यो बिना कहिले पनि दिगो गरिबी निवारण हुँदैन। र यसको आइरनी पनि छ विकास अर्थशास्त्रमा कि सबभन्दा सफल उदाहरण जनवादी गणतन्त्र चीन, जसले समावेशी आर्थिक वृद्धिकै जगमा 20-25 वर्षमा 80 करोड मानिसलाई गरिबीको रेखाबाट माथि उकास्यो। And that was possible because of economic growth, sustained private sector accumulation, domestic, foreign, सबै कुराहरू। पैसा मात्र बाँड्न थाल्यौँ भने त हामी भेनेजुएला जस्तो भइहाल्यो नि, जिम्बाब्वे जस्तो भइहाल्यो नि, 3-4 वर्षमा टाँट पल्टन्छ। नेपालको पछिल्लो 2 दशकको पनि यथार्थ हेर्नुहोस्, गरिबी घटेको छ, तर गरिबी घट्नुको प्रमुख कारण रेमिटेन्सबाट सिर्जित आम्दानी हो, सामाजिक हस्तान्तरण मात्र होइन। यसले के देखाउँछ भने जब परिवारको आय बढ्छ, शिक्षा, स्वास्थ्य, पोषण र जीवनस्तर स्वतः सुधार हुन्छ। त्यसैले हाम्रो प्राथमिकता गरिबलाई केवल राहत दिने होइन, उसको आम्दानी बढाउने आर्थिक अवसर सिर्जना गर्नु हो। सारमा हाम्रो दृष्टिकोण गरिबीको व्यवस्थापन होइन, पोभर्टीको म्यानेजमेन्ट होइन, समृद्धि सिर्जना हो। केवल सहायता होइन, अवसर, केवल वितरण होइन, उत्पादन, केवल भत्ता होइन, आम्दानी र रोजगारी। यो दर्शनबाट यो बजेट निर्मित छ। अब कृषिको प्रसङ्ग, मैले यो चासोलाई एकदमै गम्भीरतापूर्वक पनि लिएको छु। कृषिमा सोच के हो? हामी कृषि उत्पादनलाई अझै व्यावसायिक, उत्पादक र बजारमुखी बनाउन सकेनौँ भने दशकदेखि भनिरहेका छौँ, सबैले भनिरहेको छ निर्वाहमुखी कृषि, 16 घण्टा काम गर्दा पनि खालि हातमुख जोड्ने मात्रै कृषि, सिंचाई पुगेको छैन, मल पुगेको छैन, बजारसँग पहुँच छैन, टेक्निकल असिस्टेन्स छैन। अब व्यवसायीकरण गर्नुपर्छ, मेकानाइजेसन गर्नुपर्छ, यान्त्रिकरण, बजारीकरण भनेर यो 1997 को एपीपी भन्ने थियो एउटा एग्रिकल्चर पर्सपेक्टिभ प्लान, 15 वर्ष योजना, त्यहाँदेखि नै भट्याउँदै आएका कुरा हो। तर हामीले सार्थक हस्तक्षेप गर्न सकेका छैनौँ। आज कृषि मन्त्री यहाँ हुनुहुन्न, तर सही हो, अघि एकजना मान्य सांसदले भने म पनि आफै छक्क परेँ। कृषि मन्त्रालयको डोमिनेन्ट बजेट इज मल, 32 अर्ब बल विनियोजन गरेका छौँ। अहिलेको यो वेस्ट एसियाको क्राइसिसले गर्दा 46 अर्बसम्म लाग्नेछ। तर त्यो मल साँच्चै वास्तविक किसानका पुगेको छ कि छैन भन्ने कुराहरू
प्रश्नको घेरामा छ र यसपालि हामीले त्यसमा ठूलो सुधार गर्नुपर्नेछ। स्वास्थ्य बीमा जस्तै मलमा त्यो बल्कमा ठूलो लगानी गइरहेको छ। वास्तविक कृषिको रूपान्तरणमा त हामीले धेरै काम गर्न भ्याएका छैनौँ। त्यसैले दशकौंदेखि कृषिमा अनुदान वितरण र साना साना कार्यक्रम त भए, तर उत्पादन, उत्पादकत्व, प्रशोधन, बजार र लगानीलाई एकीकृत गर्ने संरचनात्मक सुधार भएन। परिणामस्वरूप खेतीयोग्य जमिन बाँझो हुँदै गयो, युवा शक्ति विदेश गयो, खाद्यान्न आयात बढ्यो र किसानको आम्दानी स्थिर रह्यो भनिरहेका छौँ। त्यसैले यस बजेटले पहिलोचोटि एउटा बेबी स्टेप, एउटा पाइलटकै रूपमा पनि एउटा सानो कदम चालेको छ। हामीको 5 वर्ष रोडम्याप छ, तर यो वर्ष हामीले एउटा पाइलट इनिसिएटिभको रूपमा कृषिलाई व्यावसायिक स्केलमा लैजाने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ। 2 करोडभन्दा माथिको कृषि तथा पशुजन्य उत्पादनमा 40% सम्मको प्रोत्साहन अनुदान, 80% सम्मको कृषि बीमा प्रिमियम अनुदान, ठूला तथा साना मझौला सिंचाइमा विशेष लगानी, न्यूनतम समर्थन मूल्य, कृषि प्रशोधन उद्योगलाई कर छूट तथा सहुलियतपूर्ण वित्तीय पहुँच, किसान केन्द्रित कृषि सेवा प्रणाली र अनुसन्धान तथा उन्नत बिउ विकासमा जोड। यी सबै कार्यक्रम एउटै उद्देश्यतर्फ केन्द्रित छन्, किसानको आम्दानी बढाउने। अब 2 करोड हाम्रो गाउँमा को छ 2 करोड लगानी गर्ने भनेर पनि भन्नुभयो। अब यो टिप्पणीको लागि टिप्पणी गरेको जस्तो भयो। हामी व्यवसायीकरणतिर अलिकति त्यो निर्वाहमुखी त छँदैछ। अहिलेका कृषि मन्त्रालयका मौजुदा कार्यक्रमहरू यथावतै छन्। राष्ट्रिय कृषि आधुनिकीकरण योजना छँदैछ, साना किसानको नाममा दिइएका छुटहरू सबै छँदैछन् यथावत। यो एउटा चाहिँ पाइलटको रूपमा गरी हेरौँ भनेको छ। तर यसमा पनि 2 करोड लगानी गर्न नसक्ने हो भने हामीले साना किसानलाई छोडेको होइन। यो भ्रमबाट हजुरहरू मुक्त हुनु होला। बरु साना किसानलाई समूहमा, सहकारी, कृषि कम्पनी वा करार खेती मार्फत ठूलो उत्पादन प्रणालीसँग जोड्न खोजेका छौँ। त्यसैले यो जानी जानी भ्रम छरिएको हो कि अथवा बुझाउन नसकिएको हो, यो स्पष्ट रहोस्। नेपालको कृषि भविष्य जीविकोपार्जनमा सीमित रहने होइन, सबसिस्टेन्समा आधारित हुने होइन, व्यवसाय, रोजगारी र निर्यातको आधार बन्ने हो। र मैले अघि भने यो द्वैत चरित्र हामी त्याग्दैछौँ भनेका छौँ नि नीतिगत रूपमा धेरै ठाउँमा। किसानका नाममा, श्रमिकका नाममा ठूलो राजनीतिहरू भए लामो समय, तर यथार्थ रेमिटेन्सले उद्वेलित गरेको यो चाहिँ गरिबी निवारण बाहेक हामीले यहीँको डोमेस्टिक इन्जिन प्रोडक्सनबाट, उत्पादनबाट गर्न नसकेको यथार्थलाई आत्मसात गरेर अब चाहिँ कदम चालौँ भनेकै हो। श्रमको विषयमा पनि मान्य विपक्षी सांसदहरूले यसमा उठाउनु भएको छ। म यसमा हाम्रो स्पष्ट धारणा राख्न चाहन्छु। यो बजेट मार्फत हामीले अघि बढाउन खोजेको अर्को महत्त्वपूर्ण सुधार भनेको नेपालमा व्यवस्थित, सुरक्षित र मर्यादित श्रम बजारको निर्माण हो। हामी गम्भीर छौँ किन आज पनि नेपालमै मासिक 30 देखि 40 हजार रुपैयाँ कमाउने सम्भावना भएका हजारौं युवा देश छोडिरहेका छन्। समस्या केवल रोजगारीको सिर्जनामा मात्र छैन। हामीले देखेका छौँ श्रमिकले समयमै ज्याला पाउँदैनन्, कार्यस्थलमा सुरक्षा छैन, बीमाको सुविधा छैन, दुर्घटना हुँदा संरक्षण पाउँदैनन् र अन्याय हुँदा छिटो कानुनी न्याय पनि पाउँदैनन्। यस्तो अवस्थामा श्रमिक विदेशतर्फ आकर्षित हुनु स्वाभाविक देखिन्छ। त्यसैले यो बजेटले श्रमिकलाई केवल श्रम शक्ति होइन, राष्ट्र निर्माणको साझेदार र विकासको सेनाका रूपमा लिनेछ। राष्ट्रिय श्रम दर्ता प्रणाली, नेशनल लेबर रजिस्ट्रीको कल्पना गरिएको छ। डिजिटल श्रम बजार, अनिवार्य लिखित श्रम सम्झौता, न्यूनतम ज्याला कार्यान्वयन, बैंक मार्फत पारिश्रमिकको भुक्तानी, बीमा, कार्यस्थल सुरक्षा, श्रम न्यायाधिकरण तथा सामाजिक सुरक्षा विस्तार जस्ता सुधार मार्फत लाखौं श्रमिकलाई सुरक्षित र औपचारिक श्रम बजारमा आबद्ध गर्ने आधार तयार गरिएको छ। यो कुनै कम्युनिस्ट पार्टीले ल्याएको कार्यक्रम होइन, यो राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको कार्यक्रम हो। श्रमिकको सम्मान र सुरक्षा बिना उत्पादनशील अर्थतन्त्र निर्माण हुन सक्दैन भन्ने यथार्थलाई यो बजेटले आत्मसात गरेको छ। यो सुधार कसको लागि? यो सुधार त्यही निर्माण श्रमिकको लागि हो जो वर्षौंदेखि असुरक्षित अवस्थामा काम गरिरहेका छन्। यो निर्माण मजदुरका लागि हो। यो होटल, उद्योग, ढुवानी, सेवा र अनौपचारिक क्षेत्रमा कार्यरत लाखौं नेपालीका लागि हो। यो समाजको तल्लो तहमा रहेका श्रम बेचेर जीवन चलाउने नागरिकको जीवनस्तर उकास्ने प्रयास हो। हामी श्रम मन्त्रालयलाई केवल वैदेशिक रोजगारी व्यवस्थापन गर्ने मन्त्रालयका रूपमा होइन, स्वदेशी श्रम बजार निर्माण, श्रमिक संरक्षण र उत्पादक रोजगारी प्रवर्धन गर्ने मन्त्रालयका रूपमा रूपान्तरण गर्न चाहन्छौँ।
त्यसैले म विनम्रतापूर्वक प्रश्न गर्न चाहन्छु, लाखौं श्रमिकलाई औपचारिक श्रम बजारमा ल्याउने, उनीहरूको सुरक्षा, बीमा, न्यूनतम ज्याला र कानुनी अधिकार सुनिश्चित गर्ने प्रयासलाई कसरी गरिब र श्रमिक विरोधी भन्न सकिन्छ? वास्तवमा यो बजेटको सबैभन्दा ठूलो सुधारको कार्यक्रम मध्ये यो हो। तर यसलाई ओझेलमा पार्न खोजिएको मैले पाएँ, किनकि आउँदै नै बायस, यो मध्यम वर्ग भन्दै आउनाले यो जम्मै अलि निजी क्षेत्र मैत्री, उद्योग मैत्री, अब यत्रो चाहिँ इन्डस्ट्रियल रिस्ट्रक्चरिङको कुरा गर्दैछौँ, ट्याक्स रिफर्म विगत 35 वर्षमा नभएको ट्याक्स रिफर्म एकैचोटि अटेम्प्ट गरेका छौँ, इन्फ्रास्ट्रक्चरमा यो सरकारको 4 खर्बले केही पनि हुँदैन, सरकारको बासलातभन्दा बाहिर गएर निजी पुँजी आकर्षित गर्नुपर्छ भन्ने रूपान्तरणकारी हरेक प्याराग्राफमा हामीले नयाँ कुराहरू गरेका छौँ। र त्यसमा चाहिँ यो श्रम विषय चाहिँ अलि बायसका साथ हेरिएको हुनाले ओझेलमा परिएको, तर म दाबीका साथ भन्छु असाध्यै महत्त्वपूर्ण मुद्दा चाहिँ यो छ। यो किन भनिराखेका छौँ भन्दाखेरि हामी आर्थिक वृद्धि केन्द्रित मात्र होइन, समतामुखी आर्थिक वृद्धि, ग्रोथ विथ इक्विटीका कुराहरूतिर हामी लागेका छौँ। अब म अलिकति आकारका कुरा, प्राविधिक कुरातिर गएँ, अहिले सैद्धान्तिक कुराहरू भयो। आकारमा कसैले भन्नुभयो 25% को वृद्धि ठुलो आकारको कार्यान्वयन नहोला। कार्यान्वयन गर्ने त चुनौती हामीलाई छ नै। हरेक बजेट, फुकिएको बजेट र यथार्थमा खर्च हुने बजेटको यो भिन्नता बढ्दै गएको छ भूकम्पपछि। मूलतः पहिला जीडीपी को अनुपातमा हामी 25 देखि 28% सम्मको बजेट फुक्थ्यौं र यथार्थ कार्यान्वयन 22 देखि 25% हुन्थ्यो। जहिले पनि त्यो इम्प्लिमेन्टेसन ग्याप 3 to 4% अफ जीडीपी हुन्थ्यो। सन् 2015 को भूकम्पपछि हामी त्यो 1 खर्ब त हामीले रिकन्स्ट्रक्सनमै लगायौं र त्यसले त्यो बजेटको आकारलाई वात्त बढाएर, मलाई याद छ डाक्टर रामशरण महतले लिएर आउनु भएको बजेट 518 बाट 519 अर्बबाट एकैचोटि 618 अर्ब पुगेको थियो अर्को वर्ष, यो 72 मा। त्यसपछि हामीले त्यसलाई ल्यान्डिङ गर्नै सकेनौं, त्यो बढेको बढै भयो र त्यो हुँदै हुँदै अब 619 को बजेट 12 वर्ष अगाडिको अहिले 21-24 सम्म पुगेको छ। अनिवार्य दायित्व नै झन्डै 14 खर्ब छन्। यस अघिका दायित्वहरू, तलब, सुविधा, ऋण, ब्याज, राज्यले सिनको नभाँच्दा पनि 14 खर्ब चाहिन्छ। राजस्व त्यति भ्याइसकेका छैन, गाह्रो छ। र त्यो जीडीपी को अनुपातमा कति चाहिँ बजेट बनाउने भन्ने कुरा अब यसपालि अस्ति एकजनाले कहाँ भन्नुभयो क्या 30 खर्बको लिएर आए हुन्थ्यो नि, यत्रो शक्तिशाली सरकार। फुक्न त जति सके फुके पनि भयो, जीडीपी को अनुपातमा रिजनेबल हुनु पर्यो। र यसमा यहाँहरूलाई म स्मरण गराउन चाहन्छु, गत साल नेकपा एमालेका अर्थमन्त्री ल्याउनु भएको बजेटको आकार 1964 अर्ब थियो र त्यो जीडीपी को अनुपातमा 30% नागेको थियो। जहिले पनि यो एब्सोल्युट हेर्ने होइन कि हामीले रिलेटिभमा हेर्नुपर्छ। जीडीपी को अनुपातमा कति नर्मलाइज गर्नुपर्छ। अहिले जीडीपी को हाम्रो प्रक्षेपण यदि 7% छ, ल 7 नछोयो भने पनि 74 खर्ब जति पुग्ने अनुमान छ यो आर्थिक वर्षको अन्त्यमा। अहिले 66 छ। इन्फ्लेसन र रियल इकोनोमिक ग्रोथ जोडेर 12, 13, 13.5% गऱ्यो भने पनि 74 खर्ब नाग्छ जीडीपी। अहिले ल्याइएको 21 खर्ब प्लसको चाहिँ बजेटको आकार पहिलो पटक लामो समयपछि वान अफ द स्मलेस्ट बजेट हो, ठुलो होइन। जीडीपी को अनुपातमा जम्मा 28.5% छ। र मेरो चेतमा के थियो भने त्यो भूकम्पपछिको त्यो बलुनिङ, अघि बलुन सलुन भन्यो, सस्तो किसिमले टिप्पणी गरियो नबुझिकन, त्यो बलुन इफेक्टलाई मैले डाउनसाइज गर्न खोजेकै हो। 30 ननागौँ भन्ने मेरो स्पष्ट निर्देशन थियो। जीडीपी को अनुपातमा 30% ननाग्नु होला। म आफै अनुशासनमा बाँधिन चाहन्छु। त्यसैले आकारका हिसाबले लामो समयपछि हामी साइजमा आएका छौँ। राज्यले गर्न सक्ने खर्चको सापेक्षतामा बजेटको आकार आएको छ। ऋणको कुराहरू आयो, ऋण लियो, 7 खर्ब ऋण लियो। ऋण भने जीडीपी भनेको फ्लो हो, ऋण भनेको स्टक हुन्छ, यो एक्युमुलेट हुन्छ, थोक हो। अहिले झन्डै 30 खर्बको ऋण हामीले बोकेका छौँ। हामीभन्दा अगाडिका सरकारहरूले लिएका ऋणहरू तिर्दै लिँदै थप्दै गरेर झन्डै 29-75 अर्ब राउन्ड अफ गर्दा 30 खर्बको ऋणको स्टक छ अहिले। त्यो सामा तिर्नु पर्यो, ब्याज तिर्नु पर्यो भनेपछि अहिले हामीले त्यो ग्याप छ। रेभेन्यू त अहिले 13 खर्ब पनि नउठ्ला जस्तो छ।
हाम्रो महत्त्वाकांक्षी लक्ष्य छ रेभेन्यूमा। धेरैले 14 खर्ब धेरै भएन भनेर सोध्नु भएको थियो। वास्तविक लक्ष्य 1580 अर्ब हो, किनकि हामी 175 अर्ब सङ्घले उठाएर प्रदेश र स्थानीय तहलाई दिनुपर्ने संवैधानिक बाध्यता छ। त्यसैले हाम्रो विकासको आधार हामी आफैले उठाउने राजस्वबाट नै हुनेछ। झन्डै 16 खर्ब हामीले उठाउने लक्ष्य लिएका छौँ। कम्प्लायन्स बढाएर, सुशासनको जगमा लिकेजहरू रोकेर, डिजिटलाइजेसनको भरमग्दो उपयोग र इन्सेन्टिभ्स, मान्छेलाई कर जस्तो नहोस्, रहरले तिर्ने बनाउनको लागि हामी आत्मविश्वस्त छौँ। र यसमा सम्माननीय प्रधानमन्त्रीज्यूले नै ढाडस दिनुभएको हो मलाई। म मेयर हुँदा 3 अर्बको रेभेन्यू मैले 12 अर्ब पुर्याएको थिएँ। सकिन्छ, इमान्दार सक्षम सरकार हो भने सक्छ भनेपछि हामीले यो आँटेका हौँ। अब ऋणमा चाहिँ अहिले 247 अर्ब हामीले विदेशी ऋण लिने हो। त्यसको 72 अर्ब पुरानै ऋण तिर्ने हो। र विदेशीको चाहिँ मूलत हामीलाई कन्सेसनल लोन आउँछ वर्ल्ड ब्याङ्क, एडिबी लगायतबाट। खर्च गऱ्यौँ भने शोध भर्ना हुने भयो भएर हाम्रै त्यो खर्च हुन्छ कि हुँदैन भन्ने कुरा हाम्रै क्षमतामा निर्भर छ। आन्तरिक ऋण चाहिँ वित्त आयोगले तोकिदिएको हुन्छ जीडीपीको 5.5% ननाग भनेर। यसपालि हामीले 410 अर्ब जति लिएका छौँ। 410 अर्ब आन्तरिक ऋणको झन्डै 257 अर्ब पुरानो ऋण तिर्नमै जान्छ। सो नेटमा त्यही 160 जति हुन्छ। सरकारसँग राजस्वले अनिवार्य दायित्वहरू कभर गरिसकेपछि हामीले जुन कायाकल्पको सपना देखेका छौँ त्यसको लागि साधन स्रोत जुटाउन असाध्यै सृजनशील हुनुपर्ने अवस्था आएर नै पूर्वाधारसँगै मान्छेले भौतिक विकास जोड्ने भाव हुनाले अघि मैले भनिसकेँ गभर्मेन्टको ब्यालेन्स सिटभन्दा बाहिर गएर अहिलेका नवीन उपकरणहरूको प्रस्ताव गरिएको छ। त्यसको धेरै चर्चा हुन पाएन। यहाँ साथीहरू अभिज्ञताले पनि चाहिँ त्यतातिर नडोर्याएको हुन सक्छ। अल्टरनेटिभ डेभलपमेन्ट फाइनेन्स बिल, नेपाली मुद्रामै अन्तर्राष्ट्रिय बजारमा चाहिँ बन्डहरू इस्यु गर्ने, क्लिन एनर्जी थीमेटिक बन्डहरूको कुरा। यो राजस्व र ऋण सजिलो रेभेन्यू सरहको आन्तरिक ऋणको बलमा मात्रै नेपालले धेरै लामो कदम चाल्न नसक्ने भए भएर हामीले यो नयाँ नयाँ कुराहरूतिर गइराखेका छौँ। र यो अघि मैले भने धेरै कुराहरू एक्सपेरिमेन्टल हिसाबले छ। यसले थप आकार अर्को 4वटा 5वटा बजेटमा लिन्छ। अहिले जग बसाउने, थिति बसाल्ने कामहरू पनि भएका छन्। र ऋण, यो लिएको ऋण धेरै चाहिँ तिर्नकै लागि, पहिला लिएका ऋणहरू तिर्नकै लागि हुने भएकोले फिस्कल स्पेस कन्स्ट्रेन्ट छ। त्यसले यति गर्दा पनि हाम्रो डेटलाई जीडीपीको सापेक्षतामा चाहिँ धेरै बढ्नेवाला छैन। 7 खर्बको ऋण लिएर नै विकास हुन्छ भनेर अघि केही मान्यज्यूहरूले टिप्पणी गर्नुभयो। डेट एज अ सेयर अफ जीडीपी त्यही 43-44%कै आधारमा रहन्छ यति लिँदा पनि। सो बजेटको आकारबारे एउटा ठुलो भ्रम मैले चिर्न सकेँ जस्तो लाग्छ। अर्को, डेट ऋणको भारबाट होइन राजस्वकै बलमा हामीले विकास गर्ने हो। त्यसमा बरु हजुरहरूको म साथ माग्न चाहन्छु। लिकेज, कम्प्लायन्स बढाउने र यहाँनिर चाहिँ अब अलिकति अरू के शिक्षामा कर लगाए, स्वास्थ्यमा कर लगाए, बिजुलीमा कर लगाए भन्ने कुराहरू पनि आएका छन्। बजार उद्वेलित गर्न इन्कम बेस्ड ट्याक्सेसनबाट कन्जम्सन बेस्ड ट्याक्सेसनतिर जानुपर्ने, किनकि इन्कममा हामीले वात्तै ठुलो लक्ष्य राख्न सकेनौँ। 16 खर्ब इन्कमबाट, त्यसको ठुलो अंश इन्कमबाट नआउने, किनकि अर्थतन्त्र अझै पनि अनौपचारिक छ, इन्फर्मल छ। केही अध्ययनहरूले झन्डै 42 देखि 55% नेपालको अर्थतन्त्र इन्फर्मल छ। ऊ छ तर राज्यले चिन्दैन, किनकि राज्यमा ऊ बाँधिएकै छैन, कर तिर्दैन र उसले राज्यबाट पनि केही अपेक्षा गरेको छैन, तर यही समाजको अङ्ग छ। त्यसलाई फर्मलाइज गर्नुपर्ने चुनौती छ। त्यसलाई हाम्रो टाइम लाग्छ। तर कन्जम्सन त उपभोक्ता हामी सबैले गर्छौँ, इन्फर्मल सेक्टरले पनि गर्छ। इन्फर्मल सेक्टरका पात्रहरूले पनि चुरोट खान्छन्, चाउचाउ खान्छन्, चिया खान्छन्। भनेपछि यो इन्कम बेस्ड ट्याक्सेसनबाट कन्जम्सन बेस्ड ट्याक्सेसनतिर जाने, त्यसले हुम्लामा किनिएको चाउचाउमा पनि 25 पैसा लाग्न सक्छ कर। मैले उदाहरणको रूपमा भनेको। थोपा उपभोगबाट ठुलो सङ्ग्रह गरेर अहिलेलाई इन्कमभन्दा कन्जम्सनतिरबाट भरथेक गरौँ। इन्कममा चाहिँ बजार उत्तेजित गर्नु छ, मान्छेको गोजीमा पैसा आओस्, उसले खर्च गरोस्, डिमान्ड स्टिमुलेट गरोस्, अर्थतन्त्र चलायमान होस् भनेर इन्कममा अलि उधार भएकै हो। 10 लाखसम्मको ट्याक्सेसन, मार्जिनल ट्याक्स। अब प्रश्न आयो, यसमा कुनै विज्ञान छैन, कसैले फ्ल्याट 10% को पनि गरेका छन्, आर्थिक वृद्धि पनि गरेका छन्। यो प्रोग्रेसिभिटीका डिबेटहरू अलि पुराना बासी पनि भइसके। 39% राखिदिँदा के हो भने, नम्बर 1 यसले विदेशी लगानीकर्ताहरूलाई नकारात्मक सन्देश दिने भयो।
कहीँ हामी स्टालिनिस्ट रसियामा त छैनौँ, त्यति अनुदार भन्ने सन्देश जान्छ। फेरि राज्यको स्वरूप हेरिन्छ, नोर्डिक कन्ट्रिजमा हाई ट्याक्सेसन टोलरेबल छ, किनकि उसले कर पनि तिर्छ, राज्यबाट सबै कुरो फिर्ता पाउँछ। हामी कहाँ त्यस्तो चरित्र छैन। अस्ति एकजना मान्य संसदले मिठोसित भन्नुभयो, क्यारे ट्याक्स लिन्छौँ नर्वेको जस्तो, सेवा दिन्छौँ सोमालियाको जस्तो। राज्यले गुड क्वालिटी सर्भिसहरू दिन सक्यो भने ट्याक्स अलि माथि नै राखे पनि हुन्छ, तर त्यो चरणमा हामी पुगिसकेका छैनौँ। राज्यका सेवा सुविधाहरू अपर्याप्त भएर नै त्यो भ्याकुम फिल गर्नको लागि निजी क्षेत्र पनि आइरहेको छ र 39%ले नराम्रो सन्देश दिइरहेको थियो। कोही पनि लगानीकर्ताहरू आउने थिएनन्। कर्पोरेटमा पनि सुलभ मान्यज्यूले उठाउनु भयो त्यो जायज हो, हामीले छलफल गऱ्यौँ। कर्पोरेटमा त्यति ठुलो गुनासो छैन, यद्यपि हाम्रो लक्ष्य एकैचोटि भुवाङ पार्ने होइन कि बिस्तारै त्यसलाई त्यसमा पनि सुधार गर्दै जाने हो। 25लाई 20मा ल्याउन किन गाह्रो थिएन यसपालि पनि, तर एकैपटक नगरौँ र ठुलो डिमान्ड थिएन। यसरी चाहिँ हामी अगाडि बढिरहेको छ। अब यहाँ कुरा आयो मान्छेलाई फर्मल इकोनोमीमा ल्याउनु पर्यो, जोड्नु पर्नेछ। अब प्राइभेट स्कुलमा लगाइएको यो 3%मा यता 10 लाखसम्म आय छुट दिएको छ। काठमाडौँ बाहिर 3000 4000 फी पर्ने ठाउँमा 3% भनेको एकदमै कम रकम हो। त्यसलाई इन्कम ट्याक्स नेटमा आएर वार्षिक 10 लाखसम्म आम्दानी छ मेरो भन्दाखेरि जम्मा 1% तिर्नुपर्ने हुन्छ। यता हजारौँ क्षतिपूर्ति भइसकेको छ। त्यसमाथि 25,000 रुपैयाँ वा 25% निजी स्कुलमा पनि आफ्नो बालबालिकामा शैक्षिक खर्च गर्नुभयो भने कर छुट हुन्छ। यो गर्न खोजेको के हो भने फर्मल नेटमा आउनुहोस्, भार अहिले नपरोस् तर बी रेकग्नाइज्ड, नेटमा आउनुहोस्। तपाईँ आफ्नो बालबालिकाको लागि 15,000 20,000 मासिक खर्च गरिराख्नु भएको छ, तर तपाईँ ट्याक्स नेटमा हुनुहुन्न। ट्याक्स नेटमा इनरोल हुनुहोस्, 10 लाखसम्म आयकरै लाग्दैन, बी रेकग्नाइज्ड। र यहाँको छुटले तपाईँको अन्य खर्चहरू जो हो हुन्छ, निजी स्कुलमा निजी हस्पिटलमा पनि। यसले दह्रो आधार दिन्छ हाम्रो ट्याक्सेसनको। हामीले यो गीत पनि सुनेकै हो पहिलेदेखि, दर घटाउने दायरा बढाउने, तर कसैले गरेन। हामीले जोखिम मोलेर आँटेकै हो। र एकछिनलाई सानो चरणलाई सानो समयको बिन्दुको लागि अलोकप्रिय पनि भइहाल्ला, थोरै समयको लागि भ्रम पनि सिर्जित होला। त्यसले 10 लाखसम्मको यत्रो इन्कम ट्याक्स छुट, लगभग 0% भनौँ न, 1% सोसियल सेक्युरिटी हो, ले तपाईँ आफै खर्च गरिराख्नु भएको छ। आम्दानी त वार्षिक 10 लाखभन्दा बढी नै छ नि त बालबालिकालाई निजी स्कुलमा पढाउने। सामुदायिकलाई त यसले छँदै छैन। शिक्षा स्वास्थ्य खर्च बेपत्ता गरिराख्नु भएको छ, तर युआर नट इन द फर्मल नेट। आउनुहोस्, नेटमा बस्नुहोस्, इन्कम डिक्लेयर गर्नुहोस्, 10 लाखसम्म छुट नै हुन्छ। र शिक्षामा गर्नुभएको खर्च त झन् कर्कट्टीमा पनि पर्छ। सो वी आर फर्मलाइजिङ द इकोनोमी। नेपालको अर्थतन्त्रको आधुनिकीकरणको अनदर बेबी स्टेप। दूरगामी प्रभाव हुन्छ। बिजुलीमा भ्याट लगाउने, यो छ अर्को भ्रम। अन्तिम उपभोक्तामा हामीले 5% भनेका छौँ, 50 युनिटभन्दा माथि। यो पनि हामी अन्तिम उपभोक्तामा भार नपर्ने गरेर होइन। यो अर्थमन्त्री बढी चलाख भयो हो कि क्या हो, यतातिर छुट दिएको छ यता ठटा छ भन्ने पनि सानो हदसम्म हो। खरबौँ लगानी भएको छ बिजुली सेक्टरमा, बट दे आर नट इन द ट्याक्स नेट। छुटै छुट छ। पछि हाम्रो जिडिपीको ठुलो अंश युटिलिटिजले ओगट्नेवाला छ। वाटर, इलेक्ट्रिसिटी, जति हामी सहरीकरण गर्दै जान्छौँ, अर्बनाइज्ड सोसाइटी हुँदै जान्छौँ, युटिलिटिजको अंश जिडिपीमा ठुलो हुन्छ। यति ठुलो सेक्टर फर्मल ट्याक्स नेटबाट बाहिर रहन सक्दैन। विद्युत डेभलपर्सहरूलाई त हामीले 1 दशकसम्मकै आयकर छुटदेखि लिएर भन्सार छुट अनेक गरेका छौँ। त्यसको राम्रो इन्सेन्टिभले गर्दा नतिजा पनि देखिया छ। पञ्चायत ढल्दा 262 मेगावाटको जडित क्षमता आज 4300 कति पुगेको छ। हाम्रो बजेटकै लक्ष्य 5300 कति पुर्याउने भन्ने छ। 10 वर्षभित्र हामी 30,000 पुर्याउँछौँ भन्ने छ। सो यो इन्सेन्टिभले काम गर्छ, तर अल्टिमेटली यति ठुलो सेक्टर जिडिपीको अंश ओगट्ने ट्याक्स नेटमा आउनुपर्छ। तर उपभोक्तालाई भार पार्नु भएन भनेपछि के गर्ने त? दुईटा विकल्प छन्। यो साउन 1 गतेदेखि लागू हुने भनेको छ। साउन 1 गतेभन्दा अगाडि हामी यसलाई एड्रेस गर्छौँ। अल्टिमेट कन्ज्युमरमा यो बर्डन हुँदैन, तर नेटमा आयो नि। र 5% भनिए पनि 50 युनिट फ्री भए हुनाले इफेक्टिभ ट्याक्स रेट इट्स 3 to
4.2%। 125 युनिट खपत गर्नेले पनि जम्मा तिर्ने 24 रुपियाँ हो। अस्ति सम्मान्य प्रधानमन्त्रीज्यूले त भन्नुभयो यत्रो 10,000 चार्जिङ स्टेसन, यत्रो पूर्वाधारमा लगानी गर्नुपर्नेछ। ऊर्जा मन्त्रालयको यो सालको बजेट 85 अर्ब छ। कहीँबाट त आउनु पर्यो नि। छोड्ने, फोकटमा बाँड्ने, यता कहीँ पनि नकस्ने हो भने त अगेन डु यु वान्ट टु बी द नेक्स्ट भेनेजुएला अफ साउथ एसिया? नो। जिम्मेवार ढङ्गले जानुपर्छ, अनुशासनमा बाँधिएर जानुपर्छ। त्यही मर्मले अहिले दुईटा विकल्प छन् बिजुलीमा। तपाईँहरूलाई आफ्नो कन्स्टिट्युएन्टहरू फेस गर्दा बालेन सरकारले कर लगाउने बिजुलीमा भनेर अब यहाँ पनि यथेष्ट भ्रम भयो। यसलाई सायद हामीले बुझाउन सकेनौँ कि त्यसलाई हामी 150 युनिटभन्दा माथिमा मात्र लाग्ने गर्छौँ। सो धेरै नेपालीहरू 90% भन्दा प्लस त्यति त्यो कन्जम्सन लेभलमा नपुग्ला कि त्यो मूल्य नै हामी समायोजन गर्छौँ। नेपाल सरकारकै स्वामित्वमा मर्स्याङदी छ, कालीगण्डकी छ, 700 मेगावाट इन्स्टल्ड फेसिलिटी छ। त्यो नेपाली जनताको लगानी भएका आयोजनाहरूले अब नेपाली जनतालाई डिभिडेन्ड दिने बेला भइसक्यो। त्यो लाभांश हामी यहाँ समायोजन, मूल्य समायोजन गरेर सिस्टममा आयो। पारदर्शिता, रेकर्ड किपिङ सबैमा राम्रो काम भयो। तर अन्तिम उपभोक्ताले तिर्न नपर्ने सृजनात्मक सोल्युसन। अनि किन गरिरह त यो दुःख? किन गाली खाइरह? देश बनाउनुहोस्। एक क्षणको लागि अप्रिय निर्णय भए पनि गरौँ। लोक रिझ्याइको राजनीति गर्ने छुट हामीलाई छैन। लोक रिझ्याइको राजनीति गर्ने छुट हामीलाई छैन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई छैन। अब अलिअलि अरू टिप्पणीहरू मैले सबै सांसदको नोट त गरेको छु, तर नामै लिएर गाह्रो लामो समय जाला। सम्मान्य सभामुख महोदय, बुढा नीलकण्ठमा पढेको मान्छे बुढा नीलकण्ठ स्कुल बनाएन भन्ने पनि आयो, खुसी लाग्यो। यसपालि शिक्षा मन्त्रीजीको अर्को इनोभेटिभ इनिसिएटिभ छ, बजेटमा छ, त्यो फुत्कियो जस्तो छ। सम्पूर्ण स्कुल प्रणालीको इन्फ्रास्ट्रक्चरल अडिट गर्ने यो साल, केही नबनाउने। के छ अहिलेसम्म निर्मित संरचनाहरूको अवस्था के छ? हामीले सुन्दै आएका छौँ। फलानो गाउँमा 15 जना मास्टर 10 जना विद्यार्थी भन्ने त सुन्दै आएका छौँ। गाभ्न पर्यो, बस कुदाउन पर्यो भन्ने पनि छन्। के छ त स्टक? अब त्यो हामीले त दूरगामी भिजन लिएर अगाडि जानु पर्यो। यहाँ छर्दैउ न पैसा। जागृति मावि माने चौकामा यति पैसा हालिदेऊ, उति हालिदियो, त्यो रमाइलो लाग्थ्यो बजेट छर्नलाई। तर यो वर्ष 1 अरब रुपियाँ शिक्षा मन्त्रीले 1 अरब रुपियाँ माग्नुभयो। मन्त्रीज्यू, मलाई इन्फ्रास्ट्रक्चर, एजुकेसनल इन्फ्रास्ट्रक्चरको अडिट मात्र गर्न त्यति पैसा चाहिन्छ। यो वर्ष म अडिट मात्रै गर्छु र नेक्स्ट इयर चाहिँ अनि कङ्क्रिट डिप रिफर्मको कार्यक्रम लिएर आउँछु भन्नुभएको छ। त्यसैले मेरो दिमागमा त छ नै 7वटा प्रदेशमा अलि ठुलो सामुदायिक विद्यालय, 2000, 3000, 4000 विद्यार्थी सङ्ख्या भएका सफल विद्यालयहरूमा त्यसलाई बुढा नीलकण्ठको आकारमा कन्भर्ट गर्न सकिएला। सबै कुरा पहिलो वर्षमा नगरेकै हो। यो अडिट गरौँ र सिस्टमेटिकली हामी अगाडि जाउँ भन्ने छ। दलित समुदायले के पायो, यो समुदायले के पायो भन्ने कुराहरू, कति कुराहरूलाई अब नामै तोकेर भन्न सकिँदैन। रामेछापले के पायो, दोलखाले के पायो भन्ने पनि भन्नुभएको छ। त्यो सबै सँग गयो भने त यो पातलो बजेट, म त 40 मिनट बन्नेवाला थिएँ सुरुमा, तर सम्भवै हुँदो रहेछ। त्यो छोटो हो, पहिला 2.5 घन्टा पनि वाचन हुन्थ्यो, यसपालि 1 घन्टा 40 मिनटमा सकेँ मैले। त्यो सबै सम्बोधन गर्न सकिँदैन। यो सबै आउने भनेको मन्त्रालयको पुस्तिकामा। मन्त्रालय, हरेक मन्त्रालयको आफ्नो। मैले चाहिँ अब जस्तो झन्डै 350 अर्ब भौतिक पूर्वाधार मन्त्रालय अथवा अहिले पूर्वाधार मन्त्रालयलाई विनियोजन गरेँ। त्यसको सब एलोकेसन चाहिँ उहाँहरूले गर्ने हो। शिक्षामा 220 कि कति दिइयो। सो म्याक्रो एलोकेसन अर्थ मन्त्रालयबाट हुन्छ। लामो छलफलपछि कार्यक्रमहरू हेरेर नै गर्ने हो। डिटेलिङ र त्यसको उत्तरदायित्व उहाँहरूले लिने हो। र यो स्पिरिट अनुसार तपाईँहरूको गाउँकै नाम, टोलकै नाम खोज्ने हो भने अलिकति धैर्य गर्नु होला। मन्त्रालयको पुस्तिकामा हुनसक्छ, छुटेको भए पनि हामी एड्रेस गरौँला। भौतिक पूर्वाधारले 3 वर्षको होराइजन लिएको छ, त्यो पनि अर्को ठुलो डिपार्चर हो। मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्कमा चाहिँ 3 वर्षको प्रक्षेपणबाट ऊ अगाडि बढिरहेको छ। त्यसले यो केन्जियन स्टिमुलस भन्छ, स्टिमुलेट गर्न खोजेकै हो, यो शिथिलतालाई चिर्न खोजेकै हो। लोक कल्याणकारी राज्यका हाम्रा अनिवार्य दायित्वहरू, पहिलेका कमिटमेन्टहरू एउटा पनि काटेका छैनौँ, बरु थप समृद्ध बनाएका छौँ। नयाँ दिशा पनि लिनु पर्यो। टेक्नोलोजी, इनोभेसन, न्यू इन्डस्ट्रिज, इन्फ्रास्ट्रक्चरमा यत्रो ठुलो फिस्कल कन्स्ट्रेन्ट छ, कसरी यसलाई कम्प्लिमेन्ट गर्ने निजी रिसोर्स।
डायस्पोरा, सौम्य शक्तिका कुराहरू छन्, औद्योगिकरणका कुराहरू छन्। ट्याक्स रिफर्ममा 4 हप्ताको मेहनतले हामीले इन्कम ट्याक्स, भ्यालु एडेड ट्याक्स, एक्साइज, कस्टम्स, अन्य करहरूलाई एकैचोटि रासनलाइज गरेका छौँ र यसलाई थप समृद्ध गर्दै केही छुट्या हुन सक्छन् 2-3 वटा, यसलाई अब अर्को 5 वटा बजेटमा थप उन्नत बनाउँदै अगाडि लाने नै हो। र बजेट भनेको यो सर्वस्व होइन, यो 21 खर्बले कायाकल्प हुने होइन, 21 खर्बले बिउ रोपिदिने हो। अर्थतन्त्र त 70 खर्ब जतिको हुँदैछ। मेरो अर्जुन दृष्टि त्यता छ। 74 खर्ब नगाउनु पर्यो यो आर्थिक वर्षको अन्त्यमा, 7% को रियल इकोनोमिक ग्रोथ गराउनु छ। तर यो गरिएको सार्वजनिक खर्चले उद्वेलित गरोस्। हामीले 1 रुपियाँ यहाँ खर्च गर्यौँ यो सार्वजनिक कोषबाट भने 5 रुपियाँ निजी क्षेत्रले क्राउड इन गर्न सक्ने वातावरण बनाउन सकियो भने बल्ल इकोनोमिक पोलिसीले सार्थ। तर लिमिटेसन छ। धेरै त अनिवार्य दायित्व हो, यद्यपि तलब सुविधा पनि खर्च हुन्छन्, इकोनोमीमा जान्छ, त्यसले चलायमान गर्छ, त्यसमा ट्याक्स हामी लगाउँछौँ, यताबाट उठ्छ। यो खालको एउटा मानचित्रबाट हामी अगाडि बढेका छौँ। अब धेरै कुराहरू आछन्, म टुङ्ग्याउँदै गर्दा स्वास्थ्य बिमाको बारेमा, चुरेको बारेमा, ग्रामीण पुनरुत्थानको बारेमा, गाउँ गाउँमा बाँदर समस्या इत्यादि सबै छन्। त्यो सम्बन्धित यो बजेट आएको 1 दिनमा, यो त अब वर्षभरि कार्यान्वयन गर्नु छ नि, त्यहाँ सफिसियन्ट फिस्कल रुम हुन्छ। सृजनात्मक कार्यक्रमहरू आए भने मन्त्रीजीहरू बसौँला, कर्मचारीको टिम, निजी क्षेत्र बसेर वर्षभरि कार्यान्वयन गर्ने कार्यक्रममै हामीले यी कुराहरू सम्बोधन गर्न सक्छौँ। केही छुटेको जस्तो लागेको छ भने जेठ 15मा बजेट आयो, सिद्धियो, अब अर्को जेठ 15 गर्नुपर्छ भन्ने होइन, बल्ल सुरु हो। इनफ्याक्ट यो आर्थिक वर्ष त टुङ्गेकै छैन, साउन 1 गतेदेखि बल्ल यो 21-24 को खर्चहरू सुरु हुन्छ। त्यसैले यसमा हजुरहरूका सृजनात्मक विचारहरू, कार्यक्रमहरू, कतै जेन्युइन कुरा छुटेको हुनसक्छ, मानवीय त्रुटि भएको हुनसक्छ, अथवा ध्यान नपुगेको हुनसक्छ, पर्याप्त तयारी गर्न नपाइएको हुनसक्छ। बहसहरू, छलफलहरूमा पनि केही कन्स्ट्रेन्ट थिए यसपालि। म मन्त्री बनेकै दिनदेखि नै होमिनु पर्यो, जबकि राष्ट्रिय योजना आयोगले सिलिङ तोकिदिसकेको थियो। यसमा पनि मैले टिप्पणी गरिहालौँ, राष्ट्रिय योजना आयोगले जानेरै थोरै सानो आकारको 1964 को बजेट उसैले अनुमति दिया हो पोहोर, तर उसले यसपालि चाहिँ 1890 के थाहा थियो भने नयाँ सरकार आउँदैछ, उसले आफ्नो हिसाबले यसलाई बढाओस्, यो 1890 चाहिँ मिनिमम होस् भनेर मन्त्रालयहरूलाई प्लानिङ गर्नको लागि न्यूनतम तोकिदिएको हो। त्यसैले योजना आयोगले तोकेको भन्दा 2 खर्ब बढी यताउता, त्यसमा कुनै बौद्धिक तुक छैन। अब सांसदजीहरूको मैले नोट गरेको छु, यो समय धेरै लाग्ने भाव हुनाले सायद त्यतातिर नजाउँ होला, 1-on-1 बायोल्याट्रली नै यसलाई टेकअप गरौँला। तर असाध्यै राम्रा सुझावहरूलाई मैले मनन गरेको छु र यसलाई अगाडि बढाउने नै हो, त्यसको लागि म धन्यवाद नै दिन चाहन्छु। अब अन्तिममा अहिलेको बहुचर्चित विषय, छोडेम वाग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर करसर चलाएर व्यापारी पोस्यो के भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा, आफ्नो गरिमा आफै राख्नुपर्छ। यो सम्मानित सदनको ओज घटाउने कामतिर हामी लाग्नु हुँदैन। सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको 2 महिनामै हामी धोका दिन सकौँला? सक्दैनौँ। र मैले आज सार्वजनिक लेखा समितिमा पनि भने, 1-2टा चाहिँ खोस्टाहरूले लेखे कि 2 अरबको आशंका इत्यादि भनेर। 2 अरब होइन, 2 रुपियाँ बदमासी, बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु। सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु, 2 रुपियाँ। र यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यज्यूहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। तपाईहरुका काण्डबारे हामी अनभिज्ञ हो र? ती पनि खुल्नेछन्। अब भएको के हो त? भएको के हो?
मलाई त एक हप्ता डेढ हप्ता अगाडि नै आएर भन्न मन लागेको थियो, तर अवसर पाइएन। अर्थ समिति र सार्वजनिक लेखाले अवसर दिनुभयो, अलिकति क्ल्यारिफाई गरियो। आज यो सार्वभौम संसदको रोस्ट्रमबाट म यथार्थमा नेपाली जनता, सम्मान्य सभामुख मार्फत, मान्य सांसदज्यूहरू मार्फत आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई म भन्न चाहन्छु, जेठ 15 गते 4 बजे दिउँसो बजेटको वाचन वक्तव्य हामीले लिएर आउने भन्ने तय भएको थियो। जेठ 15 को बिहानसम्म पनि यो एउटा अर्थ विधेयक भनिन्छ, नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न विधेयक, यसमा काम भइराखेको हुन्छ। र यसपालि अनौठो भयो, यति ब्रोड कन्सल्टेसनका साथ पारदर्शी ढङ्गले हामीले छलफल गऱ्यौँ, किनकि त्यत्रा रिफर्महरू गर्नु थियो। भन्सारको राय लिनु पर्यो, आन्तरिक राजस्वका राय लिनु पर्यो, विज्ञहरूको राय लिनु पर्यो, पूर्व प्रशासकहरू, पूर्व अर्थ सचिव, पूर्व अर्थमन्त्रीहरू र अहिलेको सिनियर टिम सबैको राय लिएर छलफललाई माझ्दै, परिष्कृत गर्दै, यसका कन्सिक्वेन्सेसहरू एनालाइज गर्दै अगाडि बढ्दाखेरि त्यो जहिले पनि जेठ 15 को 3-4 बज्छ। 3 बजेतिर म चाहिँ सुत्न गएँ, तर अर्थ मन्त्रालयको टिमले काम गरिसकेपछि कानुन मन्त्रालयको बाँकी काम बाँकी हुन्छ। यो त विधेयक हो। कानुन मन्त्रालयका सचिव सहित वरिष्ठ टिम पनि अर्थ मन्त्रालयमा आएर बसेको हुन्छ त्यो रात, र हामीले बुझाइदिइसकेपछि कानुनले यसलाई विधेयकको स्वरूप दिन्छ। त्यो प्रेसरमा काम गरिन्छ, सेन्सिटिभ कुरा छ, करका विषयहरू छन्, र कर्मचारी तन्त्रले त्यसलाई तयार गरेर प्रेसतिर पठाएपछि वक्तव्य त 11-12 बजेसम्म पनि हामी फाइनल गरिराखेका हुन्छौँ। 12-12:30 छपाईमा जान्छ। 4 बजे मैले यहाँ वाचन गरेको त्यो 3 घण्टा अगाडि मात्रै प्रेसमा गएको थियो। त्यो टाइम प्रेसर, अब यसलाई यति टाइम प्रेसरमा काम गर्न पर्छ, यसलाई सुधारे हुँदैन भन्ने विषय त्यो मुनासिब नै छ। यी आयात सायातका कुराहरू पनि यो करले त्यहाँ प्रभाव पार्ने हो भने 1-2 हप्ता आयातै बन्द गरिदिउँ न भन्नेमा पनि छलफल गर्न सकियो, तर अहिलेसम्मको प्रचलन यो नै छ। जेठ 16 गते शनिबार, जेठ 17 गते कर्मचारी साथीहरू आउनुभयो। क्याबिनेटमा गएको भर्जनमा धेरै त्रुटि नै छैन। क्याबिनेटमा गएकोमा यो रातारात काम गर्दाखेरि केही सामान्य त्रुटिहरू भए मन्त्रीज्यू के गर्ने, प्रचलन के छ? होइन, सच्याउनुपर्छ, मान्यज्यूहरूको हातमा पर्नुभन्दा अगाडि सच्याउनुपर्छ, संसदलाई विधिवत कम्युनिकेट गरेर। संसदका महासचिवलाई चिठी लेखेर अर्थमन्त्रीले त्यो सांसदज्यूहरूको हातमा पुगि नसकेका हुनसक्छ, यो बाँड्दै गर्दा सच्याइएको एक पाना, एराटम भन्छ, एराटा मल्टिपल भयो भने एराटाको पाना पनि यही घाँसेर दिने। 5 वटा विषयमा 73 वटा शीर्षकमा संशोधन गरिएको थियो नेकपा एमालेका अर्थमन्त्रीले, नेपाली काङ्ग्रेस समेत संलग्न भएको सरकारले। 73 वटा करकै संशोधन। यसपालि कस्ता खालका त्रुटि सच्याइयो? एउटा भन्सार दर, एउटा शुल्क, 3-4 वटा थप स्पष्ट पार्ने गरेर कन्फ्युजन नहोस् भनेर। भन्सार दरकै यत्रो चाहिँ आइराखेको छ, मध्यरातमा के गर्यो भन्ने। त्यो भन्सार दर परिवर्तन गरिएको चाहिँ के थियो? मैले लेखेको चिठी यहाँ छ संसदलाई 17 गते, र 17 गते नै हजुरहरूले यो विधेयक सँगसँगै त्यो एक पाना चाहिँ पाउनु भएको भन्ने मेरो चाहिँ असम्पसन छ। एउटा भन्सार दर के परेछ भने, एउटा प्रडक्ट छ एचएस कोड, हार्मोनाइज सिस्टम भन्छौँ हामी कस्टमसमा, 5000 जति वस्तुहरू हुन्छन् यहाँ। त्यस्तो 4202-1290 को कोड भएको एउटा प्रडक्टमा, त्यो प्रडक्टको चाहिँ अलि व्याख्या नै हुन्छ, बाहिरी भाग प्लास्टिक वा कपडा पदार्थ भएका बाकस, सुटकेस, यो एउटा क्याटेगोरी छ। यसमा हामीले 30% को भन्सार लगाइराखेका रहेछौँ। यही क्याटेगोरीभित्र चाहिँ एउटा असाध्यै सेन्सिटिभ आइटम परेको रहेछ, भ्याक्सिन र ब्लड क्यारियर, जनस्वास्थ्यसँग सम्बन्धित भ्याक्सिन, ज्यान जोगाउने भ्याक्सिन र ज्यान जोगाउने रगत बोक्ने क्यारियर पनि सुटकेसको वर्गीकरणमा परेको रहेछ। र यहाँ उद्यम व्यवसाय गर्नेहरूलाई थाहा हुन्छ त्यो वर्गीकरणले कति दुःख दिन्छ कहिलेकाहीँ। यो मिलेन, कहाँ प्लास्टिकको सुटकेस, कहाँ यहाँ चाहिँ ज्यान बचाउने ब्लड क्यारियरलाई एउटै क्याटेगोरीमा राख्न मिलेन, यसलाई छुट्याइदिनुहोस् भनेर बहसको चरणमा आएको विषय
अनि साथीहरूले भन्सारका साथीहरूले यो त जायज हो, मनासिब छ, यसलाई छुट्याउँ, यसलाई छुट्टै उपशीर्षक दिउँ नि त। कहाँ प्लास्टिकको सुटकेस बनाउने, ब्लड र भ्याक्सिन क्यारी गर्ने छुट्टै उपशीर्षक दिएर यसलाई छुट्याउँ पनि र यसको भन्सार कम गरिदिउँ। कहाँ 30% लगाउने यत्रो वस्तुमा, 15% लगाउँ, डन। त्रुटि कहाँ भयो भन्दाखेरि त्यो प्लास्टिक पनि सँगसँगै तानिँदाखेरि 15%मा झरेछ। ब्लड क्यारियर र भ्याक्सिन त 15मा झऱ्यो, छुट्टै उपशीर्षक पनि बनाइयो, त्यो कम्युनिटीको माग सम्बोधन गरियो। तर जहाँबाट छुट्याइएको थियो त्यो पनि 30 होइन 15 आयो, त्यसैले कर घटाएको होइन। यो त 30 हुनुपर्छ भनेर 15मा झुक्किएर 15 बनेकोलाई पनि 30 बनाइयो। अब यहाँहरूले सुनिराख्नु भएको छ बहस, राजद्रोह भयो, देशद्रोह भयो, गरिमा राखौँ। अर्को सच्याइएको मूल यही हो। अर्को चाहिँ इभीमा यत्रो मिडल क्लास एस्पिरेसनका कुराहरू छन्। 50 लाख भन्दा कम मूल्य, बजार मूल्य 50 लाख, तर भन्सारमा आइपुग्दा जुन हामीले CIF मूल्य भन्छौँ, कस्ट, इन्स्योरेन्स र फ्रेट को मूल्य जोडेर फ्याक्ट्रीबाट आएको मूल्य जोडेर त्यो चाहिँ 20 लाख, ट्याक्स जोड्दाखेरि त्यो 43-45 कति पुग्छ। 50 भन्दा मुनिमा चाहिँ यसपालि मूल्य नबढाउँ। 50 भन्दा माथिलाई त्यसको छुट्टै कोड छ। आज मान्य विपिन आचार्यले पनि उल्लेख गर्नुभयो सार्वजनिक लेखामा, त्यो टक्सिसिटी, त्यो प्लास्टिक कन्टेन्ट, त्यो फरेन एक्सचेन्जको रिजर्भ, त्यो प्रिभिलेज नै हो। तपाईँ हामीले प्रिभिलेज लिएका हौँ। सुडन्ट वी ट्याक्स द्याट अ लिटल बिट? तर 50 भन्दा मुनि त एस्पिरेसनल युवासँग जोडिएको विषय त अहिलेलाई नगरौँ, बढ्नु हुँदैन, बरु घटोस् नै भन्ने नियतले कहाँ चलाउने त? फ्ल्याट छ। योभन्दा अगाडि विचलन थियो, 5 अरबको बेरोजु महालेखाले लेखिसकेका थियो। यति ठुलो चलखेल, विकृत राजनीतिक अभ्यास, गठजोड, बिचौलिया, पिक पावरमा। किनकि 100 युनिटभन्दा मुनिलाई छुट्टै भन्सारभन्दा माथि, अनि मान्छेले झुट बोल्न थाले, म्यानिपुलेट गर्न थाले। अहिले पारदर्शी ढङ्गले एड भ्यालोरेम, भ्यालुमा आधारित गरौँ। 50 लाखभन्दा माथि प्रोग्रेसिभिसिटी, प्रगतिशीलता त्यहाँ कायम गरौँ र त्यो जुन प्रिमियम हो फरेन एक्सचेन्जको इत्यादि त्यसलाई रिफ्लेक्ट गरौँ। रेभेन्यू पनि उठाउनुहोस्। 50 लाखभन्दा मुनि चाहिँ कहाँ चलाउने त भन्दा अब VAT सबैलाई 13 हो, कस्टम्स ड्युटी फ्ल्याट गरिदिउँ, पारदर्शी 20% सबैलाई। CIF क्लिन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फी, एक्साइजहरू हामीले त्यत्रो खारेज गऱ्यौँ, त्यसलाई कि आन्तरिक उत्पादन बढाउनको लागि रिप्लेस गऱ्यौँ, DPPF भनेर डोमेस्टिक प्रडक्ट प्रमोसन फी, कि यता क्लिन इन्फ्रास्ट्रक्चरलाई 10,000 चार्जिङ स्टेसन बनाउँछ, यत्रो लगानी छ, अघि पनि कुरा आइसकेको छ। रोड डेभलपमेन्ट फी भन्ने हामी तपाईँहरू सबैले सवारी चलाउनेहरूले तिर्छौँ, 5% छ। यो 50 लाखभन्दा मुनि चाहिँ 2.5 गरिदिउँ नि त भन्ने भयो। त्यो लेखेरै गएको थियो द्रष्टव्यको रूपमा। मलाई कर्मचारी साथीहरू, बाइ द वे यो सबै मैले टाइप गरेँ होइन, कर्मचारी साथीहरूले टाइप गर्नुभयो यो त्योमा, र मैले त ओन गरेको हो। म अर्थ मन्त्रालयको गार्डियन भएको हुनाले उहाँहरूले गरेका मानवीय त्रुटिलाई ओन गरेर मैले डिफेन्ड गरेको मात्रै हो। र त्यो 2.5% कानुनी ड्राफ्टमा जाँदा त्यो द्रष्टव्य फुटनोट मिस भएर रहेछ, त्यो त ल्याउनु पर्यो, त्यो राख्यो। अर्को एक्साइज तिरेको तर CIF को ट्रान्जिसनमा नगइसक्दा त्यहाँ भन्सारमा आएका इलेक्ट्रिक गाडीहरूले अन्तशुल्क त तिरिसके, अन्तशुल्क पनि तिर्ने, फेरि यो नयाँ शुल्क पनि तिर्ने त गराउनु भएन, कन्फ्युजन भयो। स्पष्टता अलिकति कायम गरिदिनु पर्यो। अन्तशुल्क तिरिसकेकाहरूले यो दोहोरो कर लाग्दैन है, CIF थप्नु पर्दैन भन्ने अर्को स्पष्टीकरण छ। शिक्षामै अघि त्यत्रो 25,000 रुपियाँ आफ्नो बालबालिकाको लागि खर्च गर्नुभयो, निजीमा पनि यो चाहिँ, वा 25% जुन कम हुन्छ त्यो करकट्टीमा कायम गर्न सकिने, त्यो पनि छुट्याएर रहेछ, बोलेका थियौँ छुट्याएर रहेछ, त्यसलाई हालिदिउँ। अर्को विषय, महानगरपालिका र उपमहानगरपालिका बाहेक अन्य ठाउँहरूमा सिनेमा हल, अलि सांस्कृतिक नाट्यघर यस्तोमा कसैले लगानी गर्न चाह्यो भने उसलाई प्रोत्साहनै गर्ने हिसाबले 10 वर्षसम्म आयकर छुट भनेर मैले बजेटमै बोलेको थिएँ। बजेट बोलियो 4 बजे, यो त बिहान प्रेसमै गइसकेको थियो, त्यो बिट अलिकति छुट्या पनि हुन सक्थ्यो भनेर त्यसलाई पनि विधेयकमा रिफ्लेक्ट गरेको। यति हो भएको, यति हो। सच्याएर सांसदज्यूहरूले यो पहिलोचोटि पाउँदा नै त्यो सच्याइएको सूची पानो चाहिँ उहाँहरूलाई सँगै दिनुहोस्, ताकि यो बहस समृद्ध हुन्छ। अब अलिकति हेलचक्राइ गरेर हेपेर
बहसमै उठाइदिउँला नि त, यो चाहिँ सानो त्रुटि भएर रहेछ भन्न सकिन्थ्यो। तर सार्वभौम संसदप्रतिको हाम्रो अगाध श्रद्धाले गर्दा पनि हामीले होइन, सांसदहरूलाई गुमराहमा राख्नुहुन्न, चल्दै गर्छ भन्ने एटिट्युड राम्रो होइन। पहिला पनि गरिएकै हो, 73वटा सच्याइएको यही गत सालमा, र गुड फेथमा गरिएको एडिटोरियल चेन्जेसलाई सांसदहरूले पनि त्यसलाई त्यही स्पिरिटमा लिनुहुन्छ भनेर त्यति हो भएको, जुन 17 गते हजुरहरूले पिजन होलमा पाउनु पर्थ्यो, पाउनु पनि भयो भन्ने मेरो अनुमान छ। मैले महासचिवजीसँग चेक गरेको थिएँ, लगभग त्यही बेलामा त्यो एराटा सहित यो अर्थ विधेयक हजुरहरूले अब पाउनु भएको हुन्छ। बहस त सुरु नै भएको छैन। त्यसपछि अर्थ विधेयकमा हजुरहरूले पाएको सच्याइएको भनेको पछि एउटा थोप्लो, एउटा पूर्णविराम, एउटा अक्षर, एउटा अङ्क केही पनि थपिएको छ होइन। अर्थमन्त्री चाहिँ राति राति बसेको छ, कर चेन्ज गरेको छ, छेडखानी गरेको छ, कसलाई पोस्या छ, 16 पेज गायब गरेको छ, सबै गलत। अलिकति रसुवा र मुस्ताङको प्रसङ्ग पनि आएको छ। कसैले सूचना दिएको छैन। व्यापारीहरूले अनुमान गर्छन् कि कर घट्छ कि कर बढ्छ, एउटा ट्याक्स प्लानिङ पनि हुन्छ र केही वस्तुमा बढ्छ नै भन्ने अनुमान हुन्छ। सुर्तीमा, मदिरामा, अलि विलासी वस्तुहरूमा बढ्छ नै भन्ने हुन्छ। कुनै अर्थमन्त्री मूर्ख हुँदैन जसले चाहिँ यस्ता वस्तुहरूमा कर घटाओस् भनेपछि अब बढ्दैछ लगभग भने अनुमानका हिसाबले डिमान्ड पनि भइराखेको हुन्छ। उसले एलसी हप्तौँ अगाडि खोलेर त्यो खालको प्लानिङ गरेर गरेको हुन्छ। गत साल 4700 गाडीहरू यसरी नै आएका थिए। यसपालि त जम्मा 2600, गत साल 4300, यसपालि 2600-2700 गाडीहरू आएका छन्। सो पोहोरभन्दा यसपालि कम नै हो। तर भइदियो के भने कर बढेन, अर्थमन्त्रीले सूचना दिएन, कर घट्यो र त्यो जोखिम मोल्ने व्यापारीहरू धेरै मर्कामै पर्नु भएको छ। यद्यपि त्यो ब्रान्ड हेरी हेरी कुनै चाहिँ बोर्डर लाइनमा पनि छन्। मैले सुनेअनुसार त्यो ब्रान्ड हेरी हेरी रसुवामा चाहिँ घाटामै पर्नुभयो, मुस्ताङमा चाहिँ आधा कर घटेको वस्तुहरू परे, आधा जस्तो चाहिँ कर बढेको पर्यो भन्ने छ। तर त्यतातिर हाम्रो चासो रहेन, किनकि हामी देश बनाउने, आर्थिक कर प्रशासन, कर अनुपालनमा ध्यान दिइरहेका छौँ। कुनै व्यापारी पोस्ने त्यो त हामीले फालेकै हो नि, त्यो मोडेल त फालेर आएन र। त्यसैले नै मैले भन्न सकेको हो, यहाँ सार्वभौम संसदको रोस्टरमा उभिएर मैले भन्न सकेको छु, 2 अरब होइन हजुर, 2 रुपियाँ बदमासी गरेको छ भने म यो पद त्याग दिन्छु, सार्वजनिक पद नै त्याग दिन्छु भन्ने नैतिक आँट, नैतिक उचाइ मलाई आरोप लगाउने मान्य सांसदज्यूहरूलाई पनि प्राप्त होस्। शुभकामना छ। हस्, धन्यवाद।